हेलो साथीहरू, वेलकम ब्याक टु माई च्यानल है त। धेरै पछि चाहिँ म भ्लग गराउँदैछु। आजको मेरो भ्लग चाहिँ हस्पिटलतिरको हुन्छ होला सायद। आज चाहिँ म र मेरो अङ्कल भएर चाहिँ हस्पिटल जाँदैछौँ है त साथीहरू। हस्पिटल किन भन्दाखेरि चाहिँ हाम्रो त्यो मन्थली जुन अपाङ्गको त्यो जुन भत्ता पाउँछ नि, त्यसको लागि चाहिँ हामीले 3 महिनामा चाहिँ फर्म भरेर डक्टरको सिग्नेचर गरेर हस्पिटलको छाप हानेर अनि त्यसपछि चाहिँ हामीले सबै कलेक्ट गरेर चाहिँ वडा कार्यालयमा बुझाउनुपर्छ 3 महिनामा। पहिला चाहिँ मैले प्राइभेट हस्पिटलबाट गर्थेँ, तर अहिले चाहिँ सरकारी हस्पिटलबाट नै चाहिन्छ भन्ने कुरा भएको भएर चाहिँ हामी चाहिँ 2 जना भएर, म पनि स्पाइनल कर्ड इन्जरी पऱ्यो अनि मिलन अङ्कल पनि स्पाइनल कर्ड इन्जरी, हामी 2 जना भएर चाहिँ कराची जाँदैछौँ है त साथीहरू। हेर्दै गर्नु होला है त। अहिले फेरि यो ठ्याक्कै यो पुरानो बजार लाइन चाहिँ ठ्याक्कै बाटो बनाउँदैछ, यतातिरबाट ब्लक छ। अब हामी कताबाट गइन्छ मिलन अङ्कलको घर आएरमा है त। यहाँको हालत यस्तो छ है साथीहरू, हेर्नु है। यो पुरानो हाटबजार लाइन हो, पुरै यहाँ खनेर हेर्नु त। अब यता नि बाटो बनाउनु सुरु गर्न लाग्छ, कहाँसम्म बन्छ थाहा छैन। यहाँ चाहिँ सुरु चाहिँ गरेको छ। अब हाम्रो मिलन अङ्कल उहाँ हुनुहुन्छ, अब कहाँदेखि कसरी आउने थाहा छैन। अब पुरै हेर्नु है साथीहरू, यस्तै कलपट यसरी बन्दैछ। मिल्छ त गाह्रो रहेछ अरे यो त। ल है त साथीहरू, मिलन अङ्कल पनि जसो तसो झरेर चढ्नु भयो। अब चाहिँ हामी कराचीतिर लाग्छौँ। कराचीमा हाम्रो यो नगरपालिकामा हेर्ने डक्टर को हो कुन्ने, नाम के हो कुन्ने, त्यसैले देखाउनु त होला नि के। यो त कराची जाने रोड हो, सुनौल चोकदेखि पुरै बाटो बन्दैछ। यस्तो छ है त यहाँको माहौल त, यस्तो छ। यहाँ पनि वान वे बाटो बन्ने हो। म त कराचीतिर छैन।
सुनौल पनि चाहिँ डेभलप हुँदैछ है त साथीहरू। बाटो बन्दैछ। अब कति प्रोजेक्ट पर्दै थियो। यो कति कति मिटर बन्ने हो योपालि यता? झन्डै झन्डै 2 किलोमिटर, झन्डै 2 किलोमिटर। यो त यहाँ होइन कि योकै यो यता यहीँसम्म मात्र हो? ए 500 हो। यो चाहिँ सुनौल चोकदेखि यता राइस जाने बाटो 500 मिटर मात्र रहेछ योपालि प्रोजेक्ट परेको। 500 मिटर यता 500 मिटर उता, लगभग 1 किलोमिटर जति चाहिँ बन्ने रहेछ। साथीहरू हामी चाहिँ यहाँ टोइलेटबाट आइयो। आएको चाहिँ म हजुरलाई परासी पुगेपछि भेट्छु होइन साथीहरू। हामी चाहिँ परासी प्रस्थान गरियो। कहाँ राख्नु यार? उतै राख्नु। हजुर त ऱ्याम्प के कुरो जान्नु भएको गर्नु यहाँ राख्नु कता राख्नु यार? होइन साइकल छ नि त त्यहाँ। हजुर झर्नु न यहाँनिर है त। पहिला हजुर यहाँ झर्नु अनि कसैले गरेर उता छ के बस्नु छ। हजुर यहाँ झर्नु त पहिला। ल है त साथीहरू हामी चाहिँ परासी आइपुग्यौँ हस्पिटल। म चाहिँ तल झरिसकेँ। मिलन अङ्कल चाहिँ उतै अगाडितिर झर्नुभयो। मेरो स्कुटर यहाँ पार्किङ गरेछु मैले है त। हस्पिटल चाहिँ यहीँ हो साथीहरू, पृथ्वी चन्द्र अस्पताल परासीमा। हामीहरू चाहिँ भित्र जान्छौँ है त साथीहरू। म भित्र गएपछि हजुरलाई देखाउँछु है त के कति देखाउन मिल्छ म हजुरलाई देखाउँछु है साथीहरू। यहाँ चाहिँ यस्तो छ है साथीहरू, हस्पिटल चाहिँ त्यतै जाने बाटो छ त। यहाँ ऱ्याम्प छ, ऱ्याम्प हुँदै हामी भित्र छिर्छौँ है त साथीहरू। अङ्कल गइसक्नु पर्छ वाकरमा हिँड्दै, म चाहिँ व्हिल चेयरमा जान्छु है त साथीहरू। अब यहाँ खिच्ने मान्छे कोही छैन। ल है त साथीहरू, अब हामीहरू चाहिँ यहाँ काम सबै सकियो। अब चाहिँ हामीहरू सिधै घरतिर लाग्छ है त, सुनौलतिर। हेर्दै गर्नु होला है त।
के अरे जान्छ खनेछ के खनेछ र ए यहाँ त खने उता त खनिसक्यो होला ए के हो र बाटो खनिसकेछ हजुर त कहाँदेखि जाने हो र अया धन्न उताबाट आउँछ भनेर आएर त यार खन्यो हुन्छ बाटोको काम चाहिँ मजाले भइरहेछ अब हाम्रो मिलन अङ्कल जाने बाटै बन्द भयो अब कसरी हुन्छ थाहा छैन अब ड्राइभरलाई भन है त्यहाँ मिलाउँ है कसरी हो त यार अङ्कल यार हजुर बहुत गाह्रो हुनुपर्छ यार ल अङ्कल उडाएर लान पर्यो मिलन अङ्कलको जाने बाटो यस्तो छ अब कसरी गइन्छ थाहा छैन यस्तो छ धाइकोटी पाएर कसरी लान्छ नि थाहा छैन केटाहरूले ल है त साथीहरू मिलन अङ्कललाई बोकेर राख्नुभयो उहाँ एकजना भाइले यहाँ काम भइरहेछ म चाहिँ घरतिर लाग्छु है त ल अहिले साथीहरू म चाहिँ अब घर जान लाग्यो आजको भिडियो चाहिँ कस्तो लाग्यो लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्नु होला आजको भिडियो चाहिँ एन्डिङ गरौँ साथीहरू ओके साथीहरू बाई नेक्स्ट भिडियोमा फेरि भेटौँला है त